Chicken Caesar आयो मटन खाना छु के खाना त yes fish curry बहिनी हात दिदी कालो छ कालो हात खाइदे ल हेलो हेलो हाय नमस्ते सबैजनालाई अनि वेलकम ब्याक टु माय च्यानल अनि हामी चाहिँ आफ्टर लङ टाइम पछि लगभग 6 month जति भयो होला नभेटेको दिदीहरूलाई किनभने सबैजना यताउति भइरहेको थियो कोही कता म कता जिन्दगी यताउता हैन सो आज चाहिँ हाम्रो भेट्ने सल्लाह भएको छ अनि चाहिँ के भन्छ आज हामी भेट्ने अनि अब के गर्ने किनभने हामी इभिनिङ जाम भन्ने कुरा थियो तर इभिनिङ नजाने दिउँसोमा भेटौँ लन्चको लागि भनेर सो आज चाहिँ हामी लन्चको लागि भेट्दैछौँ यसरी काम रहेछ त्यही हो म चाहिँ निस्केको म जहिले पनि ढिलो हुन्छु म निस्किँदाखेरि जहिले ढिलो निस्किन्छु क्या त्यही हो अब हामी त्यहाँ एक ठाउँ भेटौँछौँ अनि चाहिँ त्यसो देखाउँछु ल सो यहाँ हामी चाहिँ दौरा ठकाले क्यान्सल भएर यसमा जाँदैछौँ 5th floor सो यस हामी भेटिसक्यो हेलो भनिदिनु यता चक्लेट खाँदैछौँ है हङकङ युके काकाको थाहा भएन गाह्रो छ हामी चाहिँ माथि आइसक्यौँ जाँदै हावा चला यहाँ तल भन्नु कस्तो राम्रो देख्छ तर देख्ने रहेछ जाडो भएर के भइसक्यो यहाँ यो कुन हो यो माथि के भएको चेती छ भाइ चिलिगिनेको नाम बिग्रे है चेती भयो सम्झनु भयो सबैभन्दा ग्रुपको कान्छोलाई नदिदी केटी ल्यायो तर साह्रै नराम्रो केक छ है चेती दिदी जस्तै नराम्रो केक रहेछ हैन मान्छे राम्रो त त्यो त केक थिएन नि त हैन ट्राई गरौँ न म त खान्न आज ओके खाने के राम्री मानी राम्री त्यो ज्याकेट राम्रो होला कि मान्छे राम्रो होला ल है बर्थडे त सक्यो फेरि बर्थडे मनाउँछ आमा मेरो बोल्टे हात ओए के भयो ओ माय गॉड बोल्टे हात देखिरहा है जे मान्नु नि ह्यापी बर्थडे गाउनु न ह्यापी यो दिदी त अहिलेसम्म त्यो गर्दै हुनुहुन्छ यार सेट त्यो भएन दिदी ल ह्यापी वाला बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर चेती दिदी चेती ल बहिनीहरू भन्दा दिदी तर नि ल हो कि यसरी गर्नु न यसरी 2 टुक्रा पार्नु ल है के गरेको
खानु पारेको फोन अन गरेर आज म बजाइदिइ दिन्छु गाउनु चाहिँ सक्दिनँ मलाई त त्यस्तो हुनै सक्दैन ल अब हामी त आज लन्च गर्दैछौँ होइन आफ्टर कति 5-6 मन्थ होइन आफ्टर 6 मन्थ हामी सबै एक्साइटेड छौँ नि होइन गाइजहरू हो एकदम यो के अर्डर गरेको यो खाँदैछौँ है ह्याप्पी बर्थडे भएर ह्याप्पी बर्थडे दिदीको ह्याप्पी बर्थडे आज होइन ह्याप्पी बिलेटेड बर्थडे नै खाए ल चोखेर हिजो सबै हामीले बनाएको हेर त नै खाए हालिदिउँ यहीँ राखिदिनु मार्छ होला हौ खुवाइदिन्छु म उधारो लिदिनँ नि आलु त मिठो रहेछ है खायौँ ल यो खायौँ ल हामीले यो धेरै धेरै यम्मी ए सामान दिनु त बहिनी हात दिदी कालो छ कालो हात खाइदे ल कालो हुन्छ नि प्रेमा दिदी त फेरि बिचारा अगाडि आएर फोन गरेर चाहिँ मेरो कस्टमरले फोन पनि गरिरहेको थिएन उसको फोन काट्यो उसको उठाएको मिनटलाई छुट्टी लिएर आउनु भएको 1 घन्टा अब 1.5 घन्टा पनि पाइन्छ दिलुहरूले खाइसक्यो नि त अनि ऊ ठिक्क आउँदा दिलु गएको थियो अनि ढिलो भयो कस्तो लाग्यो म सँगै हाल्नु नाटक हेर्नु जाऊँ भनेको कहिले आज फुटबलको त टिकटै छैन मण्डलामा दिदी तपाईँ कोही छ टिकटहरू काट्ने छ होला दिदी मण्डलाको होइन फुटबलको मण्डलाको चाहिँ छ होस्टेल हेर्नु जाऊँ न मण्डलाको चाहिँ हुनसक्छ ट्राई गर्नु जाऊँ न त होस्टेल हेर्नु जाऊँ न नजाने होस्टेल चाहिँ दामी छ र त हस्पिटल आउने बेलुका नेपाली मुभी त जोसै लाग्दैन कहिले भन आज आज हेर्ने टिकट गरिहाल्नु ल उयो क्या बिचारा त्यो युट्युबर उयो हो पदमहरू अनि त्यो टिकटक चलाउने केटाहरू क्या राम्रो हुनु पर्यो नि त रमाइलो छ अरे हौ कमेडी वाला अनि पछि अलिक सिरियस त्यो होइन कि मलाई उयो बिक्कीको मन पर्यो हेर्नु मलाई राजा भएको महाराजाहरू धन्यवाद बहिनी तिमीलाई यसरी हामीलाई दिएकोमा तिम्रो बोल्नुलाई राखेँ ल I don't know if this working group solidaires. Yes. सबजना सुहात बस्दै इन्टरभ्यूले जस्तै दुईटै माग ल्याएर बोलौँ कि यसै गाह्रो छ जिन्दगी मेरो दिउँसै गाइजहरू दिउँसै दिउँसै यो रेकर्ड चाहिँ किन भइरहेछ चिकन सिजर आयो
जोस हुँदैछ गाइस ल डरा न मटन खाना से हजुर भाइ के खानु ला Oh yes, fish curry. Yes, thank you. La, haaldin घिउ. घिउ. मलाई के हाल्नु भिडियोको लागि 5 केजी जति टुक्राको मान्छे र घिउ टन्नै बेइज्जत गरेको भयो ल सुरुमै गरेको नै भयो हैन घिउ भनेको त्यही त हैन है म मात्रै छैन हेर त्यसले भन्नु माछा खानै सक्यो लु माछा खानै सक्यो लु तिमीले के गरौ मटन खाँदिन नि त तिम्रो खाना छैन म च्यापचुप भइरहेको मेरो कस्तो माछामा त सुट हुँदैन रहेछ नि त मासुहरूमा कहिले पनि माछामा घिउ सुट हुँदैन मासुहरूमा कहिले पनि घिउ राम्रो हुँदैन नि घिउ खान आँटेको माछामा घिउ भएन उप खाने खानु न यार थाली एउटा खाने एउटा वा ओ यो अलिकति चाट्नु अलिकति जान्छ उता होस् हुन्छ म चाहिँ जान्छु ल्याउन त दिदिन बाबा त्यो बुमाना खिच्नु न बुमाना खिच्नु माछा कस्तो लाग्यो कहाँ हालेको त्यही राख्नु एकछिन एकछिन त्यही राख्नु मलाई नखिच्नु सो गाइज होइन मलाई पिज्जा चाहिँ एकदम मन पर्यो तर यो पोर्क मोमो चाहिँ मिठो लाग्यो त स्कुटी छ नि त जानेन ठिकै भन्यो बुबी पनि हाँसेको छैन भने भयो तँ अस्ति हेर्नु गएको थियो क्या सुन्ताहरू अनि त्यही भएर गर्नु ठिकै भन्यो अरे मेरो मुख छैन नराम्रो पनि छैन भन्दै टिकट भइसक्यो अब तपाईँ हल्ला नगर्नु हामी हाल्छ न तिमी चाहिँ नजाने हिँड्नु न मोमोलाई Momala up or like down? Also, this drink is also very, very average. Oh my god, Behna. Lala छाया मैले काटे ल म ए ल म भेट्न जाने तिमीले राइजिङ मा 6 थाप्थे हैन मलाई मोमो खिलाएन खाली मलाई राइजिङ जाने कि ल मोमो खिलाए Spin photos लभ बुढिरा Thank you. बाई बाई फोटोसुट सक्यो भर्खर So yes मलाई हो यो हाय के त आयो पछि आउन र लाइसमा खाना धेरै पछिको भेट बहिनी सुत्तो गरेर जानी भाइ जाऊ माया फर्केर नाउ माया फर्केर नाउ फर्केर आउने पनि माया हुन्छ यहाँ आउने होइन अबदेखि कहिले पनि बोलहरू ठाउँ जाने हो यहाँ त कति बजी भेटेको ठिकै छ भेटेर ठिकै छ खाना त्यति साह्रो छैन अनि मोमो पनि मलाई अलिक ठुसा गराउने भनेको थिएन तल यताबाट हो नि त भाइ सापहरू यस
गाइज म चाहिँ आइसकेँ कि अनि हामी जेलाइसमा गएको थियो होइन जुन चाहिँ मैले देखाइसकेँ खानाहरू केही मिठो थिएन एक मिठो भनेको त्यो के भन्छ टिमुर आलु के मुस्ताङ आलु के भन्छ नि होइन त्यो अनि त्यो एउटा मिठो थियो त्यस सिट अरू केही मिठो थिएन एउटा पिज्जा गर्नु भएको रहेछ कहाँबाट दिदीले धन्नै त्यो मिठो थियो अर्को त्यसपछि त्यो फिस खाना त्यो फिस के बनाएको आमा त्यो भन्दा मिठो मैले घरमा आइदिन्छु त्यो फिस करी त्यो नि एकदम नमिठो थियो त्यसपछि मटन नमिठो अनि त्यो पोर्क मोमो मैले खाएको ओ माइ गॉड ठुस्स गनाए जस्तो कि खै किन हो के हो मिठो थिएन सो रेटिङ गर्नु पर्यो भने होइन त्यसमा 10 मा कति दिन्छ 10 मा 5 होइन 3 मात्र दिन्छु क्या केही मिठो थिएन त्यहाँ 3 के को लागि पनि पिज्जाको लागि र आलुको लागि खानाको लागि चाहिँ केही मिठो थिएन खाना सो म चाहिँ भन्छु म त फेरि आफ्नो आफ्नो टेस्ट पनि हो अरूलाई मन पर्न सक्छ तर हामीलाई चाहिँ मन परेन त हाम्रो चोइस हो भन्ने चाहिँ होइन त्यही हो खाना मिठो थिएन नौ मिठो खाना त्यही हो अनि हामी पनि भर्खर घर आइपुग्यो कि अब ड्रेस चेन्ज गर्छु त्यसपछि अब खाना बनाउने यता हुन्छ सो यो भिडियोलाई म यहाँ एन्ड गर्छु हजुरलाई कस्तो लाग्यो प्रतिक्रिया जनाउनु होला अनि लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त अहिलेलाई चाहिँ बाई बाई हेभ अ गुड डे नेक्स्ट टाइम भिडियोमा नेक्स्ट भिडियोमा है त बाई